भएको अब ल मैले सुरु गरेँ त ल यो मैले जुन जानेको योगा चाहिँ हट योगा जस्तै अलिकति वार्मअप जिउलाई चाहिँ तताउने योगा र शारीरिक मानसिकलाई चाहिँ एउटा तनावबाट चाहिँ हामी मुक्त हुने योगा। ल अब म सुरु गर्दैछु। अहिले मैले उठेर गर्ने चाहिँ म खुट्टा जोडेर यो सबै हाम्रो जोडिएको छ, यो जोडिएको भागलाई हामी स्तम्भ आसन भनिन्छ। ल बिस्तारै म अब सुरु गर्दैछु। हामीले यसलाई यसरी लिन सकिन्छ। श्वासलाई चाहिँ नर्मल रूपले हामी बिस्तारो रोक्छौँ। सिधा भइसकेपछि हामी श्वास छोडिदिन्छौँ। ल अब हामी यसलाई चाहिँ हामीले मोडिएर गर्ने। हाम्रो ए दु ब म प को ए दु ब म यो चाहिँ मोडिने म। अनि यो अब यही सिधाबाट पछि जान्छौँ, सिधा पछि जान्छौँ। कति बस्नु सकिन्छ त्यति बसिन्छ। अब अलिकति खुट्टा फार्छौँ। हामी एकदमै शिथिल रिल्याक्समा आउँछौँ। आँखा बन्द गर्छौँ। पुरै जिउलाई छोडिदिन्छौँ। जिउको भागमा काहीँ तन्केको कुनै पनि खिच्चा तानी भएको हामी महसुस गर्दैनौँ। एकदमै खुल्ला छोडिदिन्छौँ शरीरलाई। अनि कल्पनामा हामी डुब्छौँ कि यो पोजबाट, यो चाहिँ आसनबाट हामी हाम्रो शारीरिक मानसिक कुराको तनावबाट चाहिँ हामी मुक्त हुन्छौँ। ल अब एउटा यस पछाडि म फेरि अर्को जाँदैछु। यसलाई वृक्ष आसन भनिन्छ। ल फेरि अर्को खुट्टा यहाँ राख्छौँ। बिस्तारै हात फैलाएर माथि राख्छौँ। पेटभित्र धस्काउँछौँ। छाती पुरै बाहिर खुला निकाल्छौँ। यो आसनबाट हामी फेरि हाम्रो शारीरिक मानसिक तनावबाट हामी मुक्त हुन्छौँ र हामी शिथिल छोडिदिन्छौँ शरीरलाई, पुरै शिथिल। शरीरमा पुरा हाम्रो नसाहरूमा चलेको खुनहरूलाई हामीले, ब्लडहरूलाई, रगतहरूलाई हामी निहाल्छौँ। ल
बिस्तारै अब हामी बसेर गर्छौँ। खुट्टालाई हामी ठ्याक्कै यो आसनमा राख्छौँ। हामी यसरी यो हात यहाँ राख्छौँ र सिधा बनाउँछौँ, पुरै जिउलाई मोडिदिन्छौँ। पुरै जिउलाई मोड्दै लानुपर्छ, श्वास तान्दै फाल्दै, पछाडि जाँदा श्वास तान्दै, अगाडि आउँदा श्वास फाल्दै। यता आउँदाखेरि यो हात तन्किनुपर्छ, यता आउँदा यो हात तन्किनुपर्छ। ढाड सिधा, गर्दन सिधा राख्नुपर्छ। अब हामी अर्कोपट्टि यो बिहान हामीले खाली पेटमा 3 मिनटदेखि लिएर 5 मिनटसम्म गर्न सकिन्छ। र यो आसनबाट हामीले कम्बर दुख्ने, कम्बरको दर्द भएको हामी रोगीहरू छौँ भने यस आसनबाट हामीलाई, यो योगबाट चाहिँ हामी मुक्त बन्छौँ। अब यो एउटा भयो बसेर गर्ने। जम्मा हाम्रो 6 हुन्छ, उभिएर 6, बसेर 6, सुतेर 6। अब यो हात यसरी बनाइन्छ, ल्याइन्छ यहाँ। यसलाई हाम्रो भाषामा, नेपाली भाषामा पुतली आसन भनिन्छ र बटरफ्लाई आसन पोज। र यसलाई हामीले जति सक्दो भित्र लान सक्छौँ त्यति राम्रो हुन्छ। जति हाम्रो यो तल झर्न सक्छ त्यति राम्रो हुन्छ। र यहाँबाट हामीले घुँडा, यो कम्बरको जोड्ती, घुँडाको जोड्ती, यो जोड्ती, अहिले यो जोड्तीको हामीले यसको फाइदा लिँदैछौँ। र यसरी नै बस्नु हामीले लगभग 3 मिनट 2 मिनट सक्यौँ भने, समय निक्ल्यो भने धेरै राम्रो। र यो हल्लाउनै पर्छ भन्ने पनि छैन, तर हल्लाएको राम्रो, किनभने यहाँको यो जोड्तीको जुन मासु, नसा, हड्डी एकदम खकुलो हुने, त्यो फाइदा हामीलाई। अब यसलाई हामीले यसरी लिन सक्छौँ। ल अब हामी अर्को कुरा बसेर गर्ने। हामी बसेर सबै कुरा गर्न सक्छौँ, तर हामीले सबैभन्दा राम्रो चाहिँ गोमुख आसन भनिन्छ। त्यो गोमुख आसन चाहिँ कसरी गरिन्छ भन्दाखेरि पछाडि भरिसक्के यो जोडेको राम्रो, पछाडि यो जोडिएको राम्रो, भेटेको राम्रो, जति सक्दो प्रयास गर्नुपर्छ। यो कुइना टाउको सिधा हुन सक्नुपर्छ। फेरि यसलाई बिस्तारै झार्यो, ऐकै जस्तो फेरि त्यसरी नै हामी गर्न सक्छौँ। र जति हाम्रो यो दुईटा हात जोडिने कोसिस हुन्छ त्यति हाम्रो शरीरमा फाइदा हुँदै जान्छ। र जति जोडिनु सक्दैन त्यति हामी एकदमै पीडा छौँ, हामीलाई पीडा भइरहेको छ, हाम्रो शरीर दुखिरहेको छ, हाम्रो शरीर ठिक छैन भन्ने कुरा त्यहाँबाट पनि हामी बुझ्छौँ। र जति
खकुलो सजिलो हुँदै जान्छ, त्यति नै हामीलाई फाइदा हुँदै जान्छ। यसलाई गोमुख आसन भनिन्छ। अब सुतेर गर्ने। हामी सुतेर गर्दाखेरि उतानो पनि हुन सक्छौँ र घोप्टो पनि हुन सक्छौँ। उतानो हुँदाखेरि हामीले के फाइदा लिनुपर्छ भने यो हात यो चाकमुनि राख्नुपर्छ अनि यो यति उठाउन सक्नुपर्छ, टाउको र खुट्टा। अब हामीले यो खुट्टालाई यहाँ राखेर मुन्टोलाई यता, घुँडा हाम्रो यता लडाइदिनुपर्छ। अब यसलाई सार्ने, फेरि यस्तो गरिदिने। बिस्तारै ल्याउने, खुट्टा अलिकति फार्ने, पुरा जिउलाई छोडिदिने, आँखा बन्द गर्ने, जिउलाई काहीँ खिचा तानी नराख्ने, पुरै जिउलाई हल्का छोडिदिने, शिथिल छोडिदिने। ल अब सजिलोसँगले सुत्ने, शरीरलाई सिधा बनाउने यसरी, अनि खुट्टालाई भरिसके ल्याउने, यसरी ल्याएर नखुम्च्याउने, सिधा। बिस्तारै राख्ने, अर्कोपट्टि पल्टिने, फेरि सिधा ल्याउने। बिस्तारै राख्ने। यो कति मिनटसम्म राख्ने भन्ने कुरा चाहिँ आफैले निर्धारण गर्ने। 1 मिनट, 1 सेकेन्ड, 2 सेकेन्ड, 10 सेकेन्ड कति राख्ने आफैमा भर पर्ने। र अब यो सुतेर गर्ने, उतानो भएर गर्ने, घोप्टो भएर। अब यो यसले तल छुनु पाइँदैन, अनि यो खुट्टा तल राख्नु पाइएन, टाउको अघि मैले सुतेर जसरी गरेको थिएँ त्यसरी नै, यति भयो। अब टेक्ने, अब बिस्तारै घुँडाले टेक्ने, बिस्तारै पछि जाने। यसलाई भनिन्छ सशङ्क आसन। बिस्तारै कति बस्नु सकिन्छ। भुजङ्ग आसन, फेरि बिस्तारै पछाडि जाने, फेरि पछाडि हेर्ने कुर्कुजालाई, फेरि पछाडि जाने। अब
खाना खाए पछाडि हामी लन्च वा डिनर जे पनि गर्छौँ, खाना खाए पछाडि हामी 2 सेकेन्ड 3 सेकेन्ड 2 मिनट 1 मिनट जति भए पनि यसरी बस्नु राम्रो हो। यसलाई भनिन्छ वज्रासन। र हामी यसरी बस्छौँ, ढाड खुम्च्याएर, यसरी होइन, सिधा यसरी बस्छौँ हामी।